हेलो एभ्रिवान, लेबर मजदुर साथीहरू। हामी पनि नेपालमा लेबर मजदुर गरेर थकान भएर क्रेनको मुनि सुतेर भिडियो बनाउँदैछु गाइस। के गर्ने? ग्लोभ्स हो, ग्लोभ्स। अब यस्तो छ दाइ, यहाँ गनायो अरे कता काम गर्ने लेबर मजदुरको पसिना गनाउँछ, कपडा गनाउँछ, यस्तै हो होइन। अब माया नगर्नु होला हाम्रो लेजेन्ड दाइ तीर्थ लामो दाइ हजुर, तपाईँ टेन्सन नगर्नुहोस्। अब यो हेर्नुहोस्, यहाँ फुटसल, यो फुटसलको नाम के होला दाइ हजुर? टिपटप हप भन्ने एउटा फुटसल, यो लगभग टिपटप हप। ओ नाइस टु मिट यु, एकदम राम्रो नाम लाग्यो मलाई। गुड। ल हजुर नमस्ते। ल सक्यो दाइ, ल मासेन दाइ, यस्तो छ होइन। अब यो फुटसल यहाँको फेरि एकदम 7 साइजको गाइजहरू है साथीहरू। ल बवाल छ, भ्यू पनि हेर्नु दिउँसो 12 बजीको यस्तो छ होइन। अब यहाँ फेरि अब यता हाम्रो दाइहरू हुनुहुन्छ होइन। हेलो भाइ, के छ? ठीक छ, आरामै हो? हो दाइ हजुर, नमस्कार दाइ हजुर। अनि दाइ यहाँ के छ हजुरको? हजुर कहाँबाट आउनुभएको? क्रेन लिएर घर कहाँ होला दाइ हजुरको? इन्डियाबाट आउनुभएको। हेर्दा त नेपाली जस्तो देखिन्छ त हजुरलाई। ए बोर्डर छेउ हो। ल ठिक छ हजुर। ल यस्तो छ साथीहरू, अहिलेको अवस्था हेर्ने हो भने गाउँ के अरे गाउँ बारी पनि माडिएको अवस्था कसको हो यो होइन। अब यहाँ पैसा तिराउला जस्तो छ गाइज। अब हाम्रो नेपाल यस्तो छ। यो ठाउँको नाम के बिर्सेँ मैले साथी। फेरि अर्को ब्लगमा भेटौँ ल, तपाईँलाई बाई बाई है त गाइज।